हेलो साथीहरू, म त आरामै, हजुरलाई कस्तो छ? अनि म तपाईँले एउटा कुरा देखाउन चाहन्छु। हाम्रो घर आउनु भएको छ पाहुना। हाम्रो घरतिर पाहुनाको कहिले पनि कमी हुन्न, सधैँ यस्तै हो। अनि अर्को कुरा, आज म जाँदैछु पत्थरगञ्ज हजुरलाई हरियाली देखाउन। हरियाली सुरु नहुँदै साँढे देख्नु भयो। जे भयो नि ठिक छ, अब म निस्किन्छु घरदेखि। अब जानुपर्ने हुन्छ म आफ्नो डेस्टिनेसनमा। मौसम भने आज राम्रै छ। यो हो नहरपुर चोक। बाटो भने अलिकति बिग्रेकै छ, जस्तो भयो नि हिँड्नै पर्ने, ठिक छ नि त। अनि नहरपुरको लागि लाग्छु म यता लेफ्ट। यता भने साइडमा हरियाली राम्रै छ। अनि स्कुल पछाडिबाट लाग्नु पर्ने हुन्छ मलाई फेरि लेफ्ट। यताको नजारा पनि राम्रो छ। भन्नुपर्दा यो ठाउँमा म पहिला पनि आइरहेको हो। पहिला यता आएको भिडियो मेरो फेसबुक पेजमा पनि छ, हेर्न सक्नुहुन्छ चाहनुहुन्छ भने। अनि अर्को कुरा, यता घरभन्दा हरियाली धेरै छ। यस्तो ठाउँमा हिँड्न भने मजा लाग्छ। यता भने धेरै खेतहरू छन्, जसले गर्दा अलि धेरै हरियाली देखाइरहेको छ। यो बाटोको साइडमा एउटा कुलो गइरहेको छ, एकछिनमा बसे त्यहीँ। अनि यतातिर त्यति धेरै भिड नहुँदो रहेछ। बाटो भने शान्त छ, तर यस्तो ठाउँमा हिँड्न भने चाहिँ मजा आउँछ। अहिले बर्खाको समय भएर यति हरियाली भएको छ, नभए त्यति हुँदैन। अनि यति धेरै भित्र पनि यस्तो राम्रो घर बन्दै रहेछ। अस्ति नै पनि बन्दै थियो, अहिले यति भइसकेछ। अब देखाउँछु म तपाईँहरूलाई खेतसँगै हरियाली। अनि यता जान्छु म राइट। अनि यता त कति राम्रो, साइडमा खेत, बिचमा बाटो अनि हरियाली, त्यही माथि मौसम सफा। मलाई त यस्तो नेचुरल ठाउँहरू असाध्यै मनपर्छ। अनि म एकछिन त्यसैको मजा लिइरहेको छु। अनि अब एकछिनमा म यताबाट फर्किनु पर्ने हुन्छ। ल साथीहरू, म भने फर्किन्छु। म जानुपर्ने ठाउँ अझै पर जाने पर भए पनि म एकछिन अझै यतै घुम्छु। मलाई यो ठाउँ असाध्यै मन पर्यो। केही परसम्म गएको ठाउँ धेरै राम्रो रहेछ। अनि म यहाँदेखि पनि फर्किनु पर्ने हुन्छ। म भने यतादेखि फर्किसकेको हो। एकछिन हेर्नुहोस् अब बाटो कस्तो छ। ल साथीहरू, म भने पहिलाकै चोकमा आइसकेँ। अनि यहाँदेखि मैले आफ्नो यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। अनि यतादेखि जान्छु म सिधै अगाडि पत्थरगञ्जतिर बाटो हेर्दै। मेरो पत्थरगञ्ज जानुको मुख्य उद्देश्य भनेकै यही बाटोको दृश्य हेर्नु हो। यताको बाटो भने मन भुलाउने खालको छ। अनि बिचमा पानीले बाटो पनि बिगारेको रहेछ। अनि यता भने पहिला पनि यस्तै थियो, अहिले पनि अब यस्तै छ। हरियाली जताकतै सेम छ। भर्खर हेरिरहेको ठाउँ पनि यस्तै नै थियो। अनि एकछिन यता रोकेर म तपाईँलाई देखाउँछु यताको दृश्य। अनि यताबाट देख्न सकिन्छ टाढासम्म खेत। यताको ठाउँ भने जति हेरे पनि हेरिरहँ जस्तो। अनि यो ठाउँलाई यतै छोडेर म लाग्छु अझै अगाडि। यता पनि देख्न सक्नुहुन्छ हरियाली खेतहरू मस्त राम्रो छ। अनि मलाई यतादेखि पनि अझै अगाडि जानुपर्ने हुन्छ। अब एकैछिनमा म पत्थरगञ्ज पुग्नेवाला छु। अनि यता त बिचमा बुटहरू पनि रहेछ ठुल्ठुलो। अनि साथीहरू, अहिले म पत्थरगञ्ज आइपुगेको। म एकछिनको लागि राइड जान्छु, धेरै पर जाँदिनँ, थोरै मात्र। अनि आज धेरै घुम्दैन, फेरि भिडियो लामो हुन्छ। अनि एकछिन बाटोमा रोकिएर म भने पसिना पस्न थालेँ, किनभने म पसिना भएको थिएँ। काम भने अति धेरै थियो। अनि अब ढिला नगरी म भने लाग्नु पर्ने हुन्छ रुमतिर। ल साथीहरू, म उमेको ठाउँबाट अब यतैदेखि फर्किन्छु। म अघि जुन बाटो आएको थिएँ म त्यही बाटो नै फर्किने हो। त्यही भएर मैले त्यहाँ अघिका सिनहरू फेरि पनि राख्दैन, म भरे डाइरेक्ट रुममा जान्छु। अनि साथीहरू, अहिले भने म नहरपुर चोक आइपुगेको। म फर्किँदासम्म अलिअलि भिड भइसकेको थियो। म भने आफ्नो साइडमा हिँडिरहेको त भ्यान भने मतिर आउँदैछ। कसरी चलाउँछन् हो गाडी पनि, सातो नै लग्ने गरी बच्चाका ज्यान लिएका क्या। ल साथीहरू, म भने रुमसम्म आइपुगेको। मैले भने आफ्नो साइकल भित्र राखिसकेँ। अब भने हजुरलाई पनि धन्यवाद यहाँसम्म हेरिदिनु भएको छ भने। अब भेट्दै गरौँ न हामी अरू भिडियोमा। आजलाई भने यति नै, ल बाई।